हेलो ब्युटिफुल पिपुल विथ ब्युटिफुल हार्ट। के छ हाल खबर? तपाईँहरूको दसैँ कस्तो भयो? हाम्रो त पानीले बिजोक रमाइलो गराइदियो है। पानीले हाम्रो बिपी हाइवे सब बिगारिदिएको भयो र होइन। यसपालि दसैँमा पनि हामी चाहिँ चट्ट दोलखा चरिकोटको बाटो घुमेर हामी जाँदैछौँ। अहिले चाहिँ हामी ठ्याक्क मन्थलीको पारिपट्टि छौँ होइन। यो चाहिँ हाम्रो मन्थलीको एयरपोर्ट रहेछ। यहाँ चाहिँ ट्याक्कै हामी जाँदा जाँदै प्लेनको टेक अफ रहेछ है। त्यसपछि एकछिन चाहिँ हेरिदिउँ हाम्रो छिमेकी जिल्लामा टेक अफ भएर यस्तो राम्रो प्रगति भएर हेरिदिउँ भनेर हेरेको। अलिकति अगाडि हेरेको फेरि प्लेनको ल्यान्डिङ रहेछ। फेरि एउटा भिडियो बनाएर अनि हामी चाहिँ लाग्यौँ है त दोलखा चरिकोटको बाटोतिर। मन्थलीबाट बाटोमा जाँदाखेरि खोला नाला झरना पाखा पखेरी है नेपालको सुन्दरता मजाले हेर्न पाइँदो रहेछ क्या। अनि माथि बाटोमा जाँदै थियो हामीले त पुरै हिमालको दृश्य देखिरहेको क्या। कस्तो बवाल देखेको क्या। नेपाल इज फुल अफ नेचुरल रिसोर्सेस क्या होइन। नेचरको धनी देश नेपाल। अनि एकछिन रोकेर हामीले चाहिँ मजाले भिडियो बनाउनु पऱ्यो बनाएर फेरि हामी चाहिँ लाग्यौँ। त्यसपछि हामी चाहिँ चरिकोट पुगेर पहिला दोलखा भीमसेन दर्शन गरौँ भन्यौँ। त्यसपछि हामी दोलखा भीमसेन दर्शन गर्नतिर गइरहेको थियौँ। गयौँ होइन। जाँदा जाँदै बाटोमा यस्तो रहेछ टक्क लाएर गइरहेको थियौँ। हाम्रो मम्मी त पोदिएर ओहो भन्दै मक्खर फेरि बत्ती काका यता देखाउनु त भन्छ है। के रहेछ भने त पोज पो देखाउँछ। ल भित्र चाहिँ अब हाम्रो भिडियो फोटो खिच्न नपाइने रहेछ होइन। त्यसै गरी हामीले चाहिँ दर्शन गरेर फेरि हामी चाहिँ आफ्नो बाटोतिर गन्तव्यतिर लाग्यो। त्यसपछि चरिकोट माथि बजार आएर चाहिँ हामीले टक्क खाना खायो है। खाना चाहिँ साह्रै मिठो क्या। माथितिरको चिसो लेकतिरको खाना भएर होला साह्रै मिठो। अनि खाना खाएर चाहिँ हामी फेरि लाग्यौँ। म चाहिँ सेल्फी स्टिक तन्काएर होइन भिडियो बनाउँदै थिएँ। यस्तो दामी दामी सिनहरू हेर्नु पाएँ यस्तो मनै आनन्द क्या। त्यो लामो बाटो हिँडेको नि यादै नभएको क्या। थकान पनि महसुसै भएन है। त्यसपछि हामी पुग्यौँ यस्तो बहिनीलाई जिस्काउँदै बाटोतिर होइन रमाइलो भएको थियो। हामी पुग्यौँ त्यसपछि खरिढुङ्गामा। खरिढुङ्गा त हेभे नै हो फेरि होइन। यस्तो त्यहाँ गएर भिडियो खिच्यो होइन। टक्क भिडियो खिच्यो टिकटक बनाइयो फोटोसोटो खिच्यो है। अनि त्यसपछि हामी फेरि लाग्यौँ बाटोतिर। तल खाँडी चौर आइपुगेर सुनकोसीको पुल तरियो। दोलाल घाटमा आएर सार्कको बच्चा खाइदिएको हामी पनि के काम होइन चान्चुने मान्छे भन्दै। ल गाइस सी यू अन नेक्स्ट भिडियो। स्टे ट्युन।